यस्तै विदेशमा आउने भए चाहिँ आउनुहोस् है साथीहरू। खाडी मुलुकतिर यस्तै घुम्न पाइन्छ, यस्तै ह्याट टोपी लगाउन पाइन्छ, यस्तै चस्मा लगाउन पाइन्छ, यस्तै गर्मीमा पनि डुल्न पाइन्छ, छुट्टी लिन पाइन्छ, कम्ता मजा हुन्छ। घरको भन्दा नि डबल मजा नि यहाँ त। के भन्नु, घरको जस्तो घर फ्यामिलीको याद आउँदैन, आफ्नै ठाउँ गाउँका मान्छेको याद आउँदैन, आफ्नै गाउँ ठाउँ घुमेको लेक देशीको याद आउँदैन। यहाँ त एकदम मजा हुन्छ नि। खानु र पिउनु मात्रै हो, कहाँ काम गर्ने, केका लागि काम गर्ने होइन। यस्तै डुल्ने हो मेरो जस्तै ल्याम पारेर है। आउने भए आउनु साथीहरू, यसो खाडी मुलुकतिर गर्मी खानलाई है। अब नेपालमा चाहिँ नेपालगञ्जतिर चाहिँ गर्मी हुन्छ, त्यहाँ भनेको हाइस्ट चाहिँ 45 डिग्री सेल्सियस तापक्रम हो। यहाँ त त्यसको 10-15% बढी नै हुन्छ है। लगभग 55 डिग्री सेल्सियस तापक्रम हुन्छ, टेम्परेचर हुन्छ यहाँ चाहिँ। आज त यसो घुम्न आएको साथीहरू, यस्तै छ, गर्मीले ल्याम सताइरहेको छ। अरू त यस्तै त हो नि।